हेलो सबैजनालाई नमस्कार। मेरो भिडियोमा स्वागत छ। सानो तिनो भिडियोमा अनि ब्याकग्राउन्ड म्युजिक आज फेरि हामी यहाँ दमेक बागलुङ जैमिनी दमेकबाट फर्किँदै हौँ। यो चाहिँ हाम्रो डाँडा गाउँको डाँडाबाट खिचेको भ्यू। घाम लाग्यो राम्रो देख्यो कसैलाई पिकनिक गर्न आउनुपर्छ भने यहाँ डाँडा खाली छ। यहाँ भयो यहाँ यस्तो राम्रो ठाउँ कसैले देख्नुभएको छ भने कमेन्ट गर्नु होला। हाँस्छ यार यो यार, यस्तो दामी भ्यू देखेँ होइन नि। अनि यो चाहिँ हामी अहिले डाँडामा छौँ। यो चाहिँ पहिला यहाँ हाम्रो बाजेको पालामा बाजेहरूले गरेको पोखरी। अहिले चाहिँ यहाँ कसैले नि भैँसी भेडा बाख्रा कसैले नि चराउँदैन, पुरै घाँस पलाखा। सबै मान्छेहरू विदेश सहर पस्न लागे। हाम्रो साथी मेरो साथी र म मात्र हामी यहाँ नेपालमा फेरि। औषधी खाने सिजन बजारतिर सकियो नि त। यता चाहिँ हाम्रो गाउँतिर चाहिँ औषधी खानु भयो। आउँदा हुन्छ है सबैलाई औषधी नै औषधी छेड्ने गरेर खुलाइदिन्छु मैले फेरि। औषधी खानेलाई जति नै है हाम्रो गाउँमा त्यो औषधी मैले फेरि औषधी छेड्ने गरेर खुलाइदिन्छु फेरि औषधी खाने आउनेलाई। यहाँ ठ्याक्कै हाम्रो डाँडामा आउने लाग्यो। यहाँ भुइँलिन रहेछ के भुइँ चाहिँ अब पक्कै छ है। आँसी लिएर आइयो होइन, आँसी झिक्न त अनि काटम चाहिँ थाने एउटा चक्कु झिके नि हुन्छ। सालालाई त्यहाँ ठुङ्गाइदिउँ फेरि अर्को वर्ष नफल्ने हो कि यो टाइम अर्को वर्ष आइन्न। आँसी झर्दा नि फेरि झर्दैन, हल्का जरा पारेर हान्ने नि। उयो हाँगा काट ल त तैँले हान, म भिडियो बनाउँछु तैँले काटेको। यो चाहिँ हाम्रोतिर आउँछ नि भन्छ है। यो चिनाउ कसमा आँसी फल्न पऱ्यो पुरा अन्त भोलि अझ अर्को नि भाँच्नु थोरै। भोलि आउने होला खानु लाग्यो। मासु त हो त फल्यो होला कहाँ खाएर त्यस्तो हाँगा त कि त्यो डाँठले मार्नु पऱ्यो। कहिले नि आइज यो चाहिँ हाम्रोतिर देखाइन भन्छ है। यो देखा न यो क्या देखाउँदै हो घुँडाले चिप्लो खाने भयो नि खायो केटाकेटी हो। जान्ने हामी डाँडाबाट जङ्गल छिरिसक्यौँ। जङ्गल फेरि डर लाग्ने है। कसैलाई घर छोडेर जानु मन लाग्यो भनेखेरि जङ्गलमा बस्नु मन लाग्यो भनेखेरि यहाँ आयो भने चाहिँ कसैले देख्दैन। यहाँ आयो भने चाहिँ पहिला मान्छे हिँड्थे, गोरु हिँड्थे, बाटो राम्रो थियो। अहिले मान्छे नछोडे सबै गाडीमा हिँड्न लाग्यो। त्यही भएर
जङ्गल भयानक भयो। हामी चाहिँ ठ्याक्क अहिले कहीँ भन्दाखेरि अब मेरो भिडियो चाहिँ आफ्नै गाउँकोले त हेर्दैन, त्यही नै यो ठाउँको नामलाई चाहिँ बाङ्गेधारा भन्छ। को दमेकदेखि यता कता जान्छन् नि मान्छेहरू? दमेकदेखि कालपतल तल्लो बाटो नै हिँडेर यो बाटो हिँड्ने, कालपतल गाँजा त जसले हिँड्नुभयो नि, जो हिँड्नुभयो यो बाटोमा त्यो मान्छेले मेरो भिडियो हेर्नुभयो भने चाहिँ यो ठाउँ कुन हो भनेर चिन्नु होला। अनि अरू त केही नै होइन, यति नै। कसैलाई सहरमा बस्दा गर्मी भयो, झन्झट भयो भने चाहिँ यो जङ्गलमा आएर शान्तिसँग चराको धुन लिँदै बस्न सक्नुहुन्छ। किस्मत चाहिँ पुरा एउटा हाँगा घुइँयाली एक्लै सकिसक्यो। अझ हामी यहाँ बाङ्गेधारा आइसक्यौँ। मकै हेर्न सक्नुहुन्छ, यहाँ मकैको खेती, लसुनको खेती हेर्नुहोस्, लसुनको खेती, लसुन तलमा छैन के खाने, सबैले घर छोडेर गरे। पलमको रुख, आहा पलम त छ तन्नै ह, तर राम्रो रहेछ यार। हाम्रो घरतिर त असिनाले ढोस्टे गराख नि त रातिसम्म पलम यहाँ छ कि। अब यो जानु खोज्यो हौ यहाँसम्म ल, माथि माथि पाकेको रहेछ, जानु रुखमा। वहाँ डर पाकेको छ। मेरो हात दुख्छ। कस्तो मान्छे रहेछ साथमा त यार। वहाँ माथि चाहिँ पाके है, रातो रातो भयो। त तल तल चाहिँ अलि काँचो रहेछ। अब म जान्छु यहाँ माथि, म जान्छु यहाँ माथि। अब त्यहाँ चाहिँ थुक्नानीले कि छ भयो, त्यस्तो गर्न मन छैन मलाई। कस्तो मिठो धेरै हेर गाइस। अब हामी चाहिँ कलम टिपेर घर लागिसकेको छौँ। किनकि त्यो पुरानो घरवाला, त्यो घरकोवाला भिडियो मैले बनाएको मलाई पठाइदिएँ। ल त्यो चाहिँ अघिको चाहिँ उता दमेक जाने बाटो थियो भने यो चाहिँ हाम्रो गाउँको पारीको भाग। यो अहिले चाहिँ हिमाल चाहिँ देखियो होइन, उहाँ देखियो हिमाल। ए अहिले चाहिँ हिमाल नि देखियो होइन, बादलले गर्दा। त्यहाँ मन्दिरमा त हाम्रो गाउँको भिडियो बनाउने है। त्यो गाँजा त को आउनुभयो, गाँजा त सबैजना आउनुभयो होला सायद बागलुङको मान्छेहरू चाहिँ, मलाई जहाँसम्म लाग्छ। यो चाहिँ नेपालको धन, नेपालको वन हरियो धन उल्टो भनेर अनि शान्त हाम्रो यो चाहिँ हाम्रो लेकै साथी हो। अहिले चाहिँ हामी ठ्याक्कै घरको माथि लेकतिर आइसक्यौँ। देख्न सक्नुहुन्छ यो पारीको गाउँ हो, देउराली भन्छ के अरे। अहिले चाहिँ मैले यो कलम खान्छु, हजुरहरूले हेर्नुहोस्, आँखा नलाइदिनुहोस् फेरि, मैले पेट दुख्न सक्छ मेरो।
कस्तो मिठो ए घुइँयाले त भित्तिर त कति हो कति हो अब हामी जानुपर्छ यो डाँडाबाट अझ उता होला बल्ल घर आउँछ म चाहिँ फाइनली गाइस दमैबाट गाउँको ढुरीमा आइसकेँ यो चाहिँ म हजुरहरूलाई मेरो गाउँ देखाउँदैछु ल है त यही हो मेरो गाउँ वहाँ ऊ त सबसे तल सिरानको घर यो किस्मतको घर भयो मेरो घर अलि देखिन्न ढुङ्गाले छाएको त्यही भएर अलि देखिन्न यहाँ हाम्रो घर त्यसपछि यो रानीबासे भयो त तल देउराली देउराली बनाएको के अहिले म बनाउँछु भातधारा रुक्नु म बनाउँछु नि यही त अहिले चाहिँ हामी मैले अघि हजुरहरूलाई मेरो गाउँको भ्यू देखाइसकेँ होला अनि यो चाहिँ हाम्रो मन्दिर हाम्रो बाजेहरूले भोकै खाना नखाइकन बनाएको मन्दिर हो यो अनि उहाँको हाम्रो गाउँको स्कुल केही लगानी नभइकन आफै भोकै बनाएको मन्दिर है यो चाहिँ मैले चाहिँ यो मन्दिर चाहिँ मैले हजुरहरूलाई देखाइदिन्छु एकचोटि हेर्न सक्नुहुन्छ यो मन्दिरको बाट भ्यू नि गर्छु म पहिला म माथि चढ्छु है अलि मोटो छु चढ्न सक्दिनँ ल यो हाम्रो बाजेहरूले भोकै बनाएको मन्दिर यो चाहिँ भिर बाख्रा हेर्ने बाख्रा भैँसी गोरु चराउने भिर यो भयो घाँस काट्ने त्यही हो दाउरा खोज्न तर अहिले मान्छे छैनन् कोही जान्नन् यो चाहिँ हाम्रो गाउँ भयो हाम्रो घर चाहिँ यहाँ छ है यो हाम्रो गाउँ मेरो घर चाहिँ यो है अलि देखेँ होइन म हजुरहरूलाई घरमै गएर गराउँछु ल हाम्रो चाहिँ त्यो घाम लगाएको ठाउँ चाहिँ गाँजादो हो गाँजादो ल है त म त गराइसकेँ अब यति नै मेरो भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला लागेन भने लाइक गरिदिनु होला धन्यवाद यसको नाम चाहिँ लाले लाले मेरो घर हाम्रो घर यहाँ चाहिँ आप्पा आमा बसेर यहाँ हाम्रो खोर के छ आमा यो बाको आप्पा लिएर आएको आप्पा आमा ओ काले